किन मान्छेले बुझ्दैछन् नि। अब तपाईँ आफ्नो ठाउँमा उभिएर सोच्नुहोस्, यो संविधानले तपाईँको आफ्नो योग्यताको आधारमा आफ्नो पेसाको उच्चतम बिन्दुमा पुग्नको लागि राज्यले दिने सम्भावनाहरू उपभोग गर्नको लागि संविधानले तपाईँलाई रोकेको छ कि दिएको छ? मैले देख्दा रोकेको छ। अब तपाईँको योग्यता क्षमतामाथि तपाईँको अरू फ्याक्टरले काम गर्ने बनायो यो संविधानले। विभाजनमा गयो। अब तपाईँको कुन एउटा चाहिँ उच्च स्तरको आयोग अथवा चाहिँ कमिसन अथवा विभिन्न किसिमका राजनीतिक नियुक्तिमा अहिले स्वतन्त्र र योग्य नागरिकले पाएको छ। तपाईँ हावामा नबग्नुहोस्। तपाईँ सञ्चार क्षेत्रको माथि पुग्न मन लाग्यो भने तपाईँ एउटा कुनै अमुक पार्टीको सदस्य नभइकन तपाईँ जान पाउनुहुन्न। यो लोकतान्त्रिक संविधानले त के आश्वस्त गर्न सक्नुहुन्छ आम नागरिकलाई भने आम नेपाली नागरिकले आफ्नो योग्यता र क्षमताको आधारमा कुनै विभेदको शिकार नभइकन जात जाति धर्म लिङ्ग र राजनीतिक आस्थाको आधारमा नभइकन योग्यताको आधारमा आफ्नो जब पाउँछ भनेर चाहिँ यो संविधानले किटान गर्न सक्नु पर्थ्यो। तर यो प्रतिबिम्ब होइन यही मेरो आपत्ति छ। एक्सक्युज मी, यु रिग्रेट अपोजिङ मी टुडे। आई टेल यु, तपाईँहरू जस्तो एजुकेटेड मान्छेहरूले 2-4 महिनाभित्रमा यो रिग्रेट मैले भनेको कुरोको अपोज गर्दा। किनभने तपाईँहरूको भविष्य चाहिँ योग्यताको आधारमा चुनिनेवाला छैन, राज्यले दिने सम्भावनाहरूमा। अब राज्यले दिने अपर्च्युनिटीहरूमा योग्यताको आधारमा नागरिकले पाउँदैन। अब नागरिकले पाउने चाहिँ राज्यले दिने चाहिँ सम्भावनाहरूमा दलीय आधारमा पाउँछ, अब आस्थाको आधारमा पाउँछ। त्यो गलत हो। त्यो चाहिँ मानवीय सिद्धान्तको विरुद्ध हो र त्यो चाहिँ कुनै पनि लोकतन्त्रको मान्यताको विरुद्ध हो। दिस इज अगेन्स्ट ह्युमन राइट र हामीले त्यसलाई चाहिँ ग्लोरिफाई गरिरहेछौँ। हो, रिजर्भेसन तल्लो वर्गलाई माथि उठाउने अर्कै उपायहरू हुन्छ। त्यसको क्षमता अभिवृद्धि गर्नलाई विशेष खालको कार्यक्रमहरू लैजानुपर्छ। तर त्यसलाई चाहिँ रिजर्भ आफ्नो क्यापासिटी नभइकन रिजर्भ गरेर चाहिँ ठाउँमा माथि लिएर गएर त त्यसले चाहिँ ल्याउने अरू नकारात्मक असरहरू चाहिँ के हुन्छ भन्नुहोस्। तपाईँको क्षमतालाई हामीले डिस्करेज गर्छौँ। तपाईँले क्षमता अभिवृद्धि गर्नको साटो तपाईँ कुनै अमुक दल र चाहिँ नेताको पछाडि लाग्न थाल्नुहुन्छ। अब अहिले भयो भएन गएको 20 वर्षसम्म कुन मान्छेले योग्यताको आधारमा चाहिँ सञ्चार मन्त्रालयको चाहिँ माथिको पद पायो अथवा चाहिँ कमिसनको चाहिँ सदस्य भयो? पाएन नि। जसको सरकार आउँछ उसैको मान्छे नोमिनेट हुन्छ भनेपछि अब पार्टीको चाकडी गरेर तिर लाग्नु पर्यो किताब पढ्नुभन्दा। भनेपछि यङ जेनेरेसनमा जुन चाहिँ योग्यता क्षमताको अभिवृद्धि गर्नुपर्ने चाहिँ ठाउँमा अब दलीय चाकडीमा गयो। यो संविधानले टड्कारो रूपमा भन्दाखेरि मैले के देखेँ भने अब छोराछोरीलाई 10 क्लास पढाउने बाबुआमालाई मैले के भन्नुपर्ने भयो भने तपाईँको छोराले एसएलसी दिन्छ, छोरा अथवा छोरीले एसएलसी दिन्छन्, त्यसपछि एसएलसी पास भयो भनेदेखि चाहिँ त्यहाँभन्दा माथि पढाएर काम छैन। किनभने त्यसपछि योग्यता क्षमताको आधारमा जागिर पाउँदैन नि यिनीहरूले, किनभने त्यो भागभण्डामा पर्छ, विभाजनमा पर्छ। एसएलसी पास भयो भनेदेखि चाहिँ अब रोजगारी गर्न थाला, आफ्नै व्यवसाय गरेर सबभन्दा राम्रो अब ड्राइभर हुनलाई पनि एसएलसीको योग्यता चाहियो। ड्राइभरसम्म उनलाई एसएलसी पास गर्नु पर्यो। एसएलसी फेल भयो भने राजनीतिमा लाग भन्नुपर्ने भयो। एसएलसी फेल भने राजनीतिमा लाग्यो भने त्यहीँबाट बरु मन्त्री प्रधानमन्त्री हुन सक्ने भयो। भने तपाईँले योग्यता क्षमता अभिवृद्धि गरेर बिए एमए पास गरेर पिएचडी गरेर आफ्नो चाहिँ शोधपत्र र चाहिँ पेसागत चाहिँ एउटा चाहिँ दक्षता हासिल गरेको नाउँमा ल प्लानिङ कमिसनले अहिले चाहिँ नेपालभित्रबाट सबभन्दा राम्रो चाहिँ के अरे नेसनल प्लानिङमा काम गरेको मान्छेलाई चाहिँ हामी अहिलेको चाहिँ निर्माण के अरे पुनर्निर्माण प्राधिकरणको अध्यक्ष बनाउँछौँ भने खोजिरहेछ, एडभर्टाइज गरिरहेछ। त्यहाँ दलको मान्छे कोलाई जाने भनेर चाहिँ लुचाचुडी भइरहेछ। त्योभन्दा अरू योग्य नेपाली नागरिक छैनन् भने विश्वविद्यालयको भाइस चान्सलर छान्ने ठाउँमा समेत तपाईँ चाहिँ सबभन्दा ठुलो शिक्षाविद छान्नुहुन्न, पार्टीको कार्यकर्ता छान्नुहुन्छ भने तपाईँ जस्तो यङ जेनेरेसनले अहिले यो संविधानले मलाई भोलि नयाँ नेपालमा आफ्नो वृत्ति विकास गर्न बेरोकटोक दिनेछ भने विश्वास गर्नुहुन्छ दिवा स्वप्न हो, त्यो छोड्नुहोस्। र अहिलेको संविधानले यस सीमान्तकृत गरेको छ मान्छेलाई। कस्तो मान्छेलाई सीमान्तकृत गर्यो भने पढे लेखेको मान्छेलाई सीमान्तकृत गर्यो, शिक्षित वर्गलाई सीमान्तकृत गर्यो, जो उनको अमुक पार्टीको दास हुन चाहँदैन। तिनीहरूलाई सीमान्तकृत भयो, उनीहरूको अपर्च्युनिटीको सम्भावना अब शून्य बनायो। किनभने उनीहरू पढा लेखेका छन्, पार्टीको चाहिँ झोला बोक्न सक्दैन। ती मान्छेहरू अब राज्य सञ्चालनमा कतै पनि सहभागी हुन सक्दैन। पोलिटिक्स भने के हो? हामीहरूले आफ्नो भविष्य निर्णय गर्ने अधिकार हामीले पाउनुपर्छ। डाक्टर साहब, अब यो संविधानलाई हामीले स्वीकार गरेर यसको कार्यान्वयन पक्षमा लाग्ने कि यसको क्रिटिसाइज मात्र गरेर फेरि थप विवाद बल्झाउने हो? अब यो संविधानले तपाईँलाई के फाइदा गरिरहेको छ? तपाईँ संविधानको चाहिँ अन्धभक्त हुनुहुन्छ। कम्तीमा तपाईँलाई भोलि सञ्चार मन्त्रालयको डाइरेक्टर हुनु पर्दाखेरि तपाईँले चाहिँ फ्री कम्पिटिसनमा तपाईँ लड्नु पाउँछ पाउनुहुन्न? त्यसरी प्रश्न गर्नुहोस्।
यो संविधानले तपाईँलाई फाइदा गरेका छैन हो लोकतन्त्रलाई हामीलाई दिएको अधिकार त्यही हो तपाईले आफ्नो लागि लड्ने अधिकार हिम्मत साथ निकाल्नुहोस् किन चाहिँ ढुङ्ग्रो लुकाएर बोल्नुहुन्छ मोही माग्नुहुन्छ तपाईलाई यो संविधानले सीमान्तकृत गरिसक्यो तपाई अझै पनि संविधानको व्याख्या र चाहिँ गुणगानमा लाग्नु भएको छ यो संविधानले त 2-4 जना नेता र उनीहरूको पछौटेहरूलाई हुक्के बैठकेलाई फाइदा गरेको छ चुनाव हारेका नेताहरूका श्रीमतीहरू बुद्धिजीवी कोटाबाट चाहिँ सांसद भए कुनै बुद्धिजीवी बोल्न सकेन किन बुद्धिजीवी सीमान्तकृत भइसक्यो त्यो अछुत वर्गमा गइसक्यो त्यो तर्कार सत्य हो कि होइन के अरे अन्तर्मी संविधानमा 12वटा सिट थियो बुद्धिजीवीहरूको लागि त्यो गएको संविधानमा 26वटा सिट थियो सदनमा त्यो कुनै बुद्धिजीवी नोमिनेट भएन त्यहाँ चुनाव हारेका नेताहरूका साला भतिजाहरू नोमिनेट भए कोही बुद्धिजीवी बोलेन भन्नुको मतलब अहिलेको संविधानले हामी चाहिँ दलित वर्गको कुरा गर्छौँ इभन एजुकेटेड इन्टेलेक्चुअल्स आर बिन मार्जिनलाइज त्यसकारणले मेरो विवेकले यो संविधानलाई अलौकिक भन्न दिँदैन हेर्नुहोस् मैले आफूमाथि अन्याय गरेर सम्झिन्छु र आफूले झुटो बोलेको छु यो संविधान अलौकिक होइन यो विभेदकारी छ यो संविधानले चाहिँ क्षमतावान मान्छे नेपालीलाई पछाडि पारेको छ यसले चाहिँ स्वस्थ प्रतिस्पर्धाको ठाउँमा गलत प्रतिस्पर्धालाई प्रोत्साहित गर्छ दलीय सदस्य भएर चाहिँ एउटा चाहिँ अर्कै खालको राज्य संरचनालाई यसले प्रोत्साहित गर्ने भयो र आम नेपाली गता क्षमतावान नेपाली देशभित्र बस्नको साटो विदेश पलायन हुने खालको यसले स्थिति सिर्जना गर्छ र अब के भयो पढा लेखा मान्छे पनि विदेश जाने भए र बेरोजगार पनि चाहिँ के भने मलेसिया र चाहिँ के अरे खाडी राज्यको चाहिँ गर्मी खान जाने भयो भने यो देश कसले बनाउने हो चुनाव गरेर अनि तपाईँले तलब खाने चाहिँ तलब भत्ताको लागि चाहिने ट्याक्सको पैसा कहाँबाट आउँछ म त देशको अगाडि चाहिँ यही तरिकाले जाने हो भने गम्भीर समस्या देखेको छु र केही न केन्द्रीय सरकार उहाँले गठन गर्नुहुन्छ होला तर प्रान्तीय सरकार गठन गरेर त्यहाँबाट फेरि अर्को ठुलो रोजगारीको समस्या छ मुख्यमन्त्रीदेखि लिएर हरेकलाई चाहिँ तलब भत्ता कहाँबाट आउँछ त्यसकारणले यो खाली राजनीतिमा लागेका मान्छेहरूलाई चाहिँ एउटा चाहिँ पेसा दिने ठाउँ मात्रै थियो